ओके साथीहरु, के तपाईहरुले पनि एउटा फोन नम्बर भेरिफाइड गरिना सेल अकाउन्ट कसरी बनाउने भनेर युट्युब भरि नै छानिसक्नु भएको छ र अझैसम्म पनि गरिना सेल अकाउन्ट बनाउन सक्नु भएको छैन भने तपाईहरु एकदमै सही भिडियोमा क्लिक गर्नु भएको छ। आजको यस भिडियोमा हामीले तपाईहरुलाई एउटा भेरिफाइड गरिना सेल अकाउन्ट कसरी बनाउने भनेर सिकाउने छ र गरिना सेल अकाउन्ट बनाउन एकदमै झन्झटिलो हुन्छ साथीहरु, तर हामीले एकदमै सजिलो वेमा तपाईहरुलाई सिकाउने छौं र भिडियोको एक एक पार्ट चाहिँ तपाईहरुले मिस नगरिकन हेर्नु होला, किनभने तपाईहरुले मिस गर्नुभयो भने तपाईहरुले स्टेपहरु भुल्नुहुन्छ र एउटा भेरिफाइड गरिना सेल अकाउन्ट बनाउनमा एक स्टेप चाहिँ चुक्नुहुन्छ, जसबापत तपाईले कुनै पनि ट्रान्ज्याक्सन गर्न चाहिँ सक्नु हुँदैन। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु र गरिना सेल अकाउन्ट बनाउनलाई चाहिँ तपाईलाई फर्स्टमा गुगल बाबालाई ओपन गर्नुपर्छ। त्यहाँनिर तपाईले सजिलै गरिना एसजी भनेर लेख्नु होला। https://garina भनेर फर्स्ट वेबसाइट आउँछ तपाईहरुको अगाडि। त्यसमा चाहिँ तपाईहरुले मजाले क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि त्यहाँ माथितिर गरिनाको साइडमा एउटा प्रोफाइल आइकन हुन्छ, त्यसमा क्लिक गर्नु होला। मेरो अकाउन्ट अलरेडी जो छ लगइन छ, म चाहिँ लग आउट गरिदिन्छु र त्यसपछि तपाईहरुले फेरि जो छ त्यही प्रोफाइल आइकनमा क्लिक गर्नु होला र यहाँदेखि फेसबुकको तल चाहिँ तपाईले क्रिएट अकाउन्ट भनेर एउटा अप्सन चाहिँ देख्न सक्नुहुन्छ। सो तपाईलाई जो छ त्यो क्रिएट अकाउन्ट भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला र क्लिक गरिसकेपछि यहाँ तपाईहरुलाई युजर नेम, पासवर्ड, रिइन्टर पासवर्ड र इमेल भनेर चारवटा तपाईहरुलाई खाली ठाउँ भर्ने आउँछ र फर्स्टमा चाहिँ तपाईहरुले एउटा आफ्नो युजर नेम राख्नु होला र युजर नेम त्यस्तो राख्नु होला जुन कि तपाईलाई याद होस्। जस्तै मैले यहाँनिर टेकरस11 भनेर एउटा युजर नेम चाहिँ राख्दिएको छु, त्यस्तै तपाईले एउटा युजर नेम राख्न सक्नुहुन्छ। र यहाँनिर पासवर्ड राख्दाखेरि तपाईले के मिस्टेक गर्नुहुन्छ भन्दाखेरि यहाँ तपाईले एउटा स्मल लेटर एबीसीडी को एउटा स्मल लेटर र एबीसीडी को एउटा क्यापिटल लेटर प्लस 1234 को एउटा नम्बर र @ लगायतका एउटा स्पेशल की, यी चारवटा चाहिँ तपाईहरुलाई हुनुपर्छ पासवर्ड भित्र र तपाईहरुको पासवर्डको डिजिट चाहिँ 8 डिजिटसम्म हुनुपर्छ, बल्ल तपाईको पासवर्ड भेरिफाई हुन्छ। आई होप तपाईले बुझिन सक्नु भएको छ होला। त्यसपछि यहाँनिर जीमेल हाल्ने अप्सन आउँछ। यहाँनिर तपाईको फोनमा लगइन भएको जीमेल चाहिँ राख्दिनु होला। राखेपछि यहाँ तपाईले गेट ओटीपी भन्ने अप्सन आउँछ, त्यसमा चाहिँ क्लिक गर्दिनु होला। सजिलै क्लिक गरिसकेपछि तपाईले जो छ आफ्नो फेरि ब्याकमा जानु होला र तपाईहरुले आफ्नो फोनमा चाहिँ जीमेल अथवा मेल भनेर चाहिँ सर्च गरेर, कसैकोमा जीमेल लेखेको हुन्छ, मेरोमा चाहिँ मेल खाली जो छ लेखेर आएको छ। यदि तपाईको त्यही जीमेल अकाउन्ट यहाँ लगइन छ भने यहाँ मजाले त्यही जीमेल अकाउन्ट आइजान्छ, तर मेरोमा त्यहाँ हालेको जीमेल अकाउन्ट लगइन थिएन भने म चाहिँ त्यो प्रोफाइल आइकनमा क्लिक गरेर यहाँनिर त्यही जीमेल अकाउन्टलाई लगइन गर्छु र यहाँनिर गरिनाबाट एउटा मेसेज आएको छ र यहाँ एउटा ओटीपी पनि गरिनाले सेन्ड गरिदिएको छ र त्यो ओटीपीलाई चाहिँ म यहाँ सजिलै जो छ राख्छु। त्यसपछि यहाँनिर तपाईहरुले जो छ रेजिस्टर नाउमा क्लिक गर्नु होला। यदि तपाईले सिङ्गापुरको ठाउँमा मलेसिया सर्भर राख्नुभयो भने तपाईको चाहिँ भेरिफाई हुँदैन है साथीहरु। त्यहाँदेखि तपाईहरुले यहाँ गरिना अकाउन्ट सेन्टर भन्नेमा चाहिँ क्लिक गर्नु होला। धेरैले लगइनमा क्लिक गर्नुहुन्छ, तर हामीले क्विक बनाउनु छ गरिना अकाउन्ट सेन्टरमा क्लिक गर्नु होला र फेरि पनि तपाईहरुले लगइनकै अप्सन आउँछ र अघिकै तपाईहरुले आफ्नो नेम र आफ्नो पासवर्ड चाहिँ राख्दिनु होला। राखेपछि तपाईहरुले जो चाहिँ एउटा यस्तो खालको इन्टरफेसमा चाहिँ आइजानुहुन्छ र यहाँदेखि चाहिँ यहाँ अरु नै मलेसियन ल्याङ्ग्वेज लेखेको जस्तो लाग्छ। त्यहाँ माथि तपाईहरुले ट्रिपल डटमा क्लिक गर्नु होला र यहाँनिर जो चाहिँ मलेसिया सर्भर नै सिलेक्ट भएको रहेछ र यसलाई हटाएर चाहिँ म सिङ्गापुर सर्भर चाहिँ राख्दिन्छु। अब धेरैले भन्नुहोला मलेसिया सर्भरबाट हामीले गर्न मिल्छ कि मिल्दैन, तर नेपाली फोन नम्बर मलेसिया सर्भरमा भेरिफाई गर्न मिल्दैन है साथीहरु। हामीले सिङ्गापुर सर्भरमा खाली आफ्नो फोन नम्बर भेरिफाई गर्न सक्छौं। त्यहाँदेखि फेरि तपाईहरुले त्यही माथिको जो छ ट्रिपल डटमा चाहिँ क्लिक गर्नु होला र यो तपाईहरुको फेरि सेम भइहाल्छ र यहाँनिर तपाईहरुको थर्ड अप्सनमा चाहिँ सेकेन्ड अप्सनमा चाहिँ यहाँ बाइन्ड योर फोन नम्बर भनेर लेख्यो होला। त्यहाँ तपाईहरुले बाइन्ड भन्ने अप्सनमा क्लिक गर्नु होला र फेरि तपाईहरुको त्यही जीमेलमा गेट कोड भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला र तपाईको अघिकै जीमेल अकाउन्टमा चाहिँ फेरि एउटा चाहिँ भेरिफिकेसन कोड आउनेछ र म फेरि पनि जस्तो ब्याक गरेर त्यही जीमेल जस्तो चेक गर्छु र यहाँ मैले यसरी रिफ्रेश गरिसकेपछि यहाँ चेन्ज मोबाइल ओटीपी भन्ने एउटा अप्सन आइसकेको छ र यहाँनिर यसपालि बीचमा एउटा जो छ 90 लगायतका एउटा चाहिँ भेरिफिकेसन कोड दिएछ, त्यसलाई चाहिँ म मजाले कपी गरिहाल्छु र कपी गरेर ब्याकमा क्लिक गरिसकेपछि फेरि पनि यही अप्सनमा जो छ म त्यही भेरिफिकेसन कोडलाई चाहिँ राख्छु र यहाँदेखि भेरिफाईमा क्लिक गर्छु र यहाँनिर फोन नम्बर राख्ने चाहिँ अप्सन आएको छ। यहाँ एचजी लेखेको छ, एचजीमा ट्याप गरेर यहाँ तपाईहरुको कन्ट्री कोड होला। यहाँ तपाईहरुले नेपाल सर्च गर्नु होला र यहाँ नेपाल भन्ने अप्सन आइसकेको छ र यो नेपाल भन्ने अप्सनमा क्लिक गर्नु होला र यहाँनिर चाहिँ तपाईले जो छ आफ्नो फोन नम्बर चाहिँ राख्नु होला। जुन फोन नम्बर अथवा जुन सिम कार्ड तपाईले युज गर्नुहुन्छ त्यही
फोन नम्बर राख्नु होला किनभने प्रत्येक ट्रान्ज्याक्सनमा तपाईहरुको यही फोन नम्बरमा जो छ कोड सेन्ड गर्छ र यहाँनिर तपाईहरुलाई जो छ गेट ओटीपी भन्ने अप्सनमा क्लिक गर्नु होला र तपाईहरुको फोनमा चाहिँ गरिनाद्वारा एउटा एसएमएस आउने छ जसमा कि ओटीपी कोड हुनेछ यहाँ हेर्न सक्नुहुन्छ इन्स्ट्यान्टली मेरो यही फोन नम्बरमा चाहिँ ओटीपी आइसकेको छ र म यहाँदेखि कपी ओटीपीमा क्लिक गरेर यहाँनिर पेस्ट गरिदिन्छु र यहाँनिर चाहिँ हाम्रो लास्ट एन्ड फाइनल स्टेप भेरिफाईमा क्लिक गरिदिन्छु र यहाँदेखि चाहिँ तपाईले अघिको राखेको पासवर्ड चाहिँ राख्नु होला सो पासवर्ड चाहिँ तपाईहरुले आफूले याद गर्न सक्ने पासवर्ड राख्नु होला र कतै टिपेर राख्नु होला किनभने प्रत्येक चोटी तपाईलाई लगइन गर्नुपर्छ र यहाँ सक्सेसफुली मेरो गरिना अकाउन्टमा फोन नम्बर बाइन्ड भइसकेको छ र यो अकाउन्ट अब डायमन्ड टपअप गर्न लागि फुल्ली रेडी भइसकेको छ र अब तपाईलाई जो चाहिँ यो इन्टरफेसको काम लागेन तपाईहरुले जो छ अब डाइरेक्टली ब्याकमा चाहिँ क्लिक गरिदिनु होला र अब यदि तपाईले जो छ मलेसियन सर्भर बनाउनु छ भने मलेसिया रिजन भित्र पर्ने कन्ट्रीहरुको फोन नम्बर चाहिन्छ तर नेपाल चाहिँ सिंगापुर अन्तर्गत पर्छ त्यसैले त्यसबाट मलेसियन सर्भरको चाहिँ हुँदैन र यहाँनिर चाहिँ म फेरि पनि जो छ त्यही या सेल टपअप भन्ने फर्स्टमा अप्सन छ सेल टपअपमा क्लिक गरिसकेपछि यहाँ गरिनाको पोस्टर छ त्यो पोस्टरमा क्लिक गर्नु होला क्लिक गरिसकेपछि यहाँ तपाईहरुको अकाउन्ट चाहिँ सजिलै लगइन भइहाल्नेछ लगइन हुँदैन भने तपाईहरुले युजर नेम पासवर्ड राखेर लगइन गर्नु होला र यहाँदेखि तपाईले हेर्न सक्नुहुन्छ यहाँदेखि तपाईले सेलहरु बाइ गर्न सक्नुहुन्छ लगायत तपाईहरुको कुनै पनि ट्रान्ज्याक्सन तपाईले गर्न सक्नुहुन्छ मन्थली विकली तपाईले यहाँदेखि एयर ड्रपहरु इभो एक्सेसहरु सबै जो छ हाल्न सक्नुहुन्छ जस्तै मैले जो चाहिँ एउटा सिम्पली तपाईलाई शो गर्ने एउटा डायमन्डमा क्लिक गरे र यहाँनिर चाहिँ लगइन भन्ने अप्सन आइसकेको छ र लगइन भन्ने अप्सनमा क्लिक गर्दा चाहिँ नट इनफ सेल भनेर देखाएको छ मसँग अहिले यसमा चाहिँ जिरो ब्यालेन्स भएको हुनाले कुनै अप्सन आएन तपाईहरुसँग ब्यालेन्स छ भने यहाँ फोन नम्बर भेरिफाईको अप्सन आउँछ तपाईहरुको फोन नम्बरमा ओटीपी आउँछ त्यहाँ हालिसकेपछि तपाईहरुको ट्रान्ज्याक्सन कम्प्लिट हुनेछ र तपाईहरुको फ्री फायर अकाउन्टमा सजिलै डायमन्ड आउन छ आई होप यु अन्डरस्ट्यान्ड सो भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा लेख्न नबिर्सनु होला र यो भिडियो तपाईहरुलाई कतै पनि इन्फर्मेटिभ लागेमा च्यानललाई एउटा सब्स्क्राइब गरिदिनु होला हस्त जय नेपाल।